लभ म्यारिज राम्रो कि एरेन्ज म्यारिज राम्रो भन्ने कुरामा चाहिँ आज गफ गरौँ है त। दुवै आफ्नो ठाउँमा एकदमै राम्रो हो जस्तो लाग्छ है मलाई त। म्यारिज कुन हो भन्दा पनि हजुरहरूसँगको मान्छे पार्टनर चाहिँ कस्तो हुनुहुन्छ भन्ने कुरामा चाहिँ भर पर्छ जस्तो लाग्छ। खास भन्यो भने त मेरो चाहिँ लभ म्यारिज हो हुन त है। कतिजनाको सुनेको छु कि लभ म्यारिज सक्सेस हुँदैन, लभ म्यारिजमा अन्डरस्ट्यान्डिङ हुँदैन, यताउता भनेर। तर मलाई लाग्छ कि हाम्रो चाहिँ कहीँनिर त्यस्तो छ जस्तो लाग्दैन क्या। हुन त एरेन्ज म्यारिजमा पनि मैले कति ठाउँ अन्डरस्ट्यान्डिङ नभएको एडजस्ट गरेर बसेको रिलेसनसिपहरू देखिरहेको हुन्छु क्या। यति फरक हो कि लभ म्यारिजमा अलिक कम एडजस्ट हुन्छ भने एरेन्जमा अलि धेरै एडजस्ट हुन्छ जस्तो लाग्छ क्या मलाई। हुन त आफ्नो आफ्नो पोइन्ट अफ भ्यू हो है। हजुरहरूलाई चाहिँ के लाग्छ यो कुरा चाहिँ सानो भिडियो भयो, पार्ट 1 भयो, अर्कोमा चाहिँ पार्ट 2 गर्नेछु। हाम्रो लभ स्टोरीको लागि चाहिँ कमेन्ट छोडिदिनु है।